नाम अलिक यहाँ बसेर आरामले हान नआत्तिकिन एकचोटि भयो ओए लान्छ क्या नआत्तिकिन ओए एकचोटि छ अरे नआत्तिकिन मन्त्र जपेर मन्त्र सन्त्र जप्नु पर्दैन भाइ तयार छ नि तल जानुपर्छ हामी रेडी छ रेडी हो बल बल बच गया रे देवा वेलकम टु माई न्यू ब्लग होइन आजको ब्लग भनेको चाहिँ ब्लग भन्दा नि च्यालेन्ज रहेछ बटल फ्लिप 1000 रुपियाँ च्यालेन्ज यो चाहिँ कस्तो भन्ने नियम 3 चोटि अड्काउनु पर्यो एकचोटि होइन 3 चोटि खुरु अड्कायो भने 1000 रुपियाँ पाउँछ है त यो चाहिँ ऱ्यान्डम च्यालेन्ज हो होइन म चाहिँ आज भाइहरू केटाहरूसँग आउँछु पहिला उनीहरूबाट सुरु गर्छु अनि ऱ्यान्डम पब्लिकहरूलाई भनाउँछु है त लगाएछ अब सुरु गर्नु जाँदैछु केटाहरू रेडी छ भाइहरू रेडी हो पहिला सर रेडी ल आज म सुरु गरेँ साकिन भाइबाट ल 3 चोटि अड्काउनु पर्यो भाइ नियमले थाहा छ आप बिस्तारै गरेर सास सक्यो खतम भइसक्यो अड्किनु लु पहिला सुरु गर्छु 3 चोटि च्यालेन्ज 1000 रुपियाँ पाउनु मन जाने बिस्तारै खतम दुईजना असफल भएको छ होइन म कल्कीलाई पनि चान्स दिन्छु मेरो क्यामेराम्यानलाई नआत्तिकिन अब कल्की रहेछ लास्ट होइन एकचोटि फेरि झऱ्यो भने सक्यो आरामले सास फेरेर खतम 3 जना नाकम भएछ 1000 रुपियाँ पाउँदैन अब हामी अर्को ऱ्यान्डमलाई हनाउँछौँ है त ल है त अबको पालि भनेको चाहिँ यो सुन्नु भएको नाम त के भयो अरविन्दको पाला छैन नो सीताराम अरविन्द भाइको पाला छैन म त्यहाँ त्यहाँमा आउँछु फुल सिरहेको छ 3 चोटि अड्काउनु पर्छ 3 चोटि अड्काउनलाई सरप्राइज है त ल नआत्तिकिन बिस्तारै सास फेरेर नआत्तिकिन बिस्तारै हाल्ने नआत्तिकिन सक्यो भाइको ल अब तिमी भाइ आऊ ओ बाउना भुज्जा भाइको नाम के हो सुदिन राईको पाला चाहिँ 3 चोटि अड्काउनु पर्यो सरप्राइज है त ल नआत्तिकिन सास फेरेर भाइलाई सरप्राइजमा पुतली वाला कट हुँदैन 1000 रुपियाँ छ होइन दुईजना असफल भएको छ सफल चाहिँ मैले अघि त्यो भाइलाई नि एकचोटि मौका दिन्छु ल एकचोटि हामी सुन्नु भाइको नाम के ल भाइलाई पनि हान्ने भन्ने चान्स दिन्छु 3 चोटि 1000 रुपियाँ दुईजना असफल भयो होइन 1000 रुपियाँ चाहिँ कसले पाउनु असफल भएछ होइन कसले पाउँछ रणवीर कपुर आउँछ अब म अरूलाई दिन्छु A few moments later. रेडी हो रेडी छ सिधा पाराले सिधा छ एकदम अबको पालि चाहिँ आज हाम्रो आब्रम सर होइन उसलाई चान्स दिएको छु रेडी छ आब्रम सर एकदम नआत्तिकिन हान्नु है त 1000 रुपियाँ छ है त चट्ट नआत्तिकिन 3 चोटि अड्काउनु पर्यो है त यो सक्यो अब नेक्स्ट निजा भने त अहिले 1000 रुपियाँ मन त जपेर हान्नु पर्यो सकेको मैले थियो बजिँदै टिल्टीले ल नआत्तिकिन बजाइदियो हात्ती चाहिँ जिते सन्दीप सर हात्ती चाहिँ लगाउनु अलिकतिले हात्ती चाहिँ लानु पर्यो है त नआत्तिकिन मन्त्र जपेर पुसेर हानु मिसिन मन्त्र जपेर ठेक लु हात्ती मागेछ 3 चोटि नआत्तिकिन आएन ओए ललिपप निकाल्छ के हो ए 2 चोटि अडायो मास है नो 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 ओए अलिकतिले हान्नु न ट्राई हो हाम्रो उयो आइसक्यो नआत्तिकिन आफ्नो ट्रायल हो क्या लक हो क्या फन सुइहाल्नु रहेछ Yeah, boy. कोही असफल भएको छ है त अबको पालि चाहिँ जसिम भाइ आइसकेको छ होइन अन्त हो रेडी छौ जसिम भाइ मन्त्र जपेर हान है त आरामले अडेन हान्नु सक्यो आरामले त मन्त्र जपेर
त्यहाँ जित्नुको लागि के भन्छ 1000 रुपियाँ हो नि त अनुहार बिगारेको हेर न रात परिसक्यो के गरेको Stop it. Get some help. के गरेको त्यो रणवीरमालाई त नदिँदा हुने मान्छे माने रहेछ मान्छे चाहिँ नमान्नु है के हो लु आम्मा कोही सफल भएको छैन फेरि तिम्रो नाम के हो यो लाजिमा लिम्बू छ उसको बाँकी छ लु हामीले 3 चोटि नियम मैले भनेको 3 चोटि अर्कायो भने हालेर पर्छ लु ट्राई मात्र होइन भएन लक हो तिम्रो नाम अलिक यहाँ बसेर अब आरामले हान्नु नआत्तिकिन एकचोटि भयो दुई लान्छ क्या नआत्तिकिन एकचोटि छ Nice. बाल बच गया रे देवा डुबाएन त हावा चलत बस दिने 100 रुपैयाँ दिने त 100 चोटि नि झन्डा लगाएन आउ कुन को भाइ छ हावा चलिहाल्यो नि तिमी हान्न अब को हान्ने छैन बाटो फेरि एकचोटि दिए त हुन्छ अलिकति है त ढुकढुक बनाइदिएछ झन्डै के को लोभ छोरी लडतरको मान्छे मार्ने चाहिँ कसले जितेकै छैन यहाँ यो भाइ रुनु खोज हौ अघिदेखि 1000 रुपियाँ जित्नु त्यतिकै छ यो भाइलाई 5 रुपियाँ दिइहाल्नु न यसको 1000 रुपियाँ अब सिलाको होइन गिरा ओए 1000 रुपियाँ खत्तम कस्तो अड्की गएको छ यार Yeah, boy. कलमाइन्ड हो एकचोटि मात्रै सक्यो नआत्तिकिन हान एकचोटि मात्रै सक्यो अरे नआत्तिकिन हान 3 चोटि हराउनु पर्यो अनि यस्तो बाङ्गो ल्याएको त यस्तो फुलेको नि कहाँ हालिन्छ त यस्तो अलिक मिलेको पो ल्याएको भाइ अलिक मिलेको भएको अलिक पानी यति त हुन्छ बुद्धिमाया तामाङ रेडी हो बाल बच गया रे देवा एकचोटि मात्रै सक्छ क्या 3 चोटि गाह्रो तिमीले ल्यायो भने नि यो कन्ड पिलमा उठाएर ल्याउनुपर्छ क्या किनभने यस्तो छ यस्तो यहाँ देखाउ न अड्काउने र छोडा यस्तो छ होइन अब रियलको पदम कस्तो हुन्छ अर्काले यस्तो ल्याउँछ नि त यस्तो पुरा यस्तो यो चाहिँ होइन गुल्चे भयो क्या गुल्चे यस्तो म चाहिँ ल्याउ न आर यु सिरियस 1000 रुपियाँ गर्ने अघि लाग्छ अड्काउनेले यस्तो पनि अड्काउँछ अर्काले लो अर्काउ आमा फाइनली होइन अहिले चाहिँ कसैले पनि अड्काउनु सकेन होइन मैले सबै पब्लिक भाइ बहिनीहरूलाई पनि गरिदिइसकेँ कसैलाई अड्काएन होइन त्यो बुनुले चाहिँ 2 चोटि अड्काएको थियो त्यो बुनुलाई चाहिँ मैले 100 जस्तो दिएँ होइन यहाँ भिडियोमा चाहिँ देखाइन 100 जस्तो दिएँ कसैले अड्काउनु सकेन होइन यो च्यालेन्ज चाहिँ यतिकै गयो भन्दै
यो च्यालेन्ज कस्तो लाग्यो तपाईँहरूलाई भन्नु होला होइन, कमेन्ट पनि गरिदिनु होला अर्को च्यालेन्ज के खेलाउनु भनेर भन्दै यो भिडियो चाहिँ यही इन्ड हाल्न चाहन्छु। कस्तो लाग्यो मन पर्यो भने भनिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्दै सी यू इन नेक्स्ट ब्लग नेक्स्ट च्यालेन्ज। टाटा बाई बाई।